अब अरू कोही केटाहरू ल्यायो आधा बाटोमा छोडिराख्नु पर्ने हिँड्नै सक्दैन हिँड्नै मान्दैन अन्त होसी नै अल्छी लाग्छ। आज गाइजहरू होइन रनिङ गर्दै मार्केट जाँदैछौँ हामी। मसँग छ हाम्रो दाइ महेन्द्र दाइ। ल हेर्नु होला गाइजहरू पिएसपिटीमा जाइरहनु त्यति सजिलो छैन। फिजिकल मेन्टेन राख्नु पऱ्यो एक्सर्साइज गर्नु पऱ्यो होइन दाइ। त्यही भएर गाइजहरू हामी आज भन्दा नि हामी चाहिँ फिजिकल गरिरहेको हुन्छ र हामीलाई हेरिरहनु होला। आज हामी चाहिँ रनिङ गर्दै पुजेर सिटीसम्म जाँदैछौँ। हामी चाहिँ अहिले पोर्टमा छौँ। पोर्टमा मेन इन्ट्रान्समा आइपुग्न आँटेको छौँ होइन। दाइ यहाँ रनिङ गर्दै हुनुहुन्छ म यहाँ छु। हामी भाग्दै रनिङ गर्दै बिच मोटरसँग आइपुग्यो। यहाँ चाहिँ गर्छ दाइ पनि भाग्दै हुनुहुन्छ। हातमा बोतल पानी बोकेर एकदम बिच मोटर साइड आइसक्यो। चाहिँ दौडिँदै सेन्चुरीमा आइसक्यो क्यारिफर होइन। अब हाम्रो टार्गेट पुग्नुलाई मात्र 1 किलोमिटर जति छ गाइजहरू। बिच मोटर कटेर हामीहरूले बिसाइसक्यो। लाइन चाहिँ पछि हुँदैछ गाह्रो छ नि हो। अनि त्यस पछाडि फिस मार्केट जाने सपिङ गर्ने भन्ने छ क्या। बिस्तारै आउनु हुनुहुन्छ। हामी अस्ति नि आएको थियौँ आज चाहिँ एक्सर्साइज गर्दै आएको गाडीमा आएर घुमेर दिनको चाहिँ यस्तो छ बेलुका। हामीलाई चाहिँ यहाँ आइपुग्नु 20 मिनट लाग्यो होइन। बिस्तारै रनिङ गर्दै आएको। अब यहाँ हल्का एक्सर्साइज गरेर आफ्नै भाइ पनि आउँदै हुनुहुन्छ। गर्मी हल्का चढिसक्यो गर्मी चाहिँ। गर्नु हल्का हामी यसो समुद्रको तटमा बसेर समुद्रको साइडमा बसेर टक्क हावा खानु कति सरर हावा आइरहेछ। मान्छेहरूले बसिरहेछ खाइरहेछ। हल्का आइपुग्नु भएर उताबाट रनिङ गर्दै हुनुहुन्छ। चाहिँ पल्लो कुना जाएर एक्सर्साइज गर्ने भन्ने कुरा भन्छ। दाइ बाटो कुद्नु क्या रातो हामी चाहिँ आइपुग्यो दाइ भाइ चाहिँ। अस्ति त दामी देख्दो रहेछ। रनिङ गर्नु न तपाईँ पल्लो कुना पुग्नु नि दाइ। होइन यो रेखा कुद्नु भनेर क्या दाइलाई चाहिँ झुकिनु भएछ। मैले बोलाएँ पहिला यताबाट हिँड्नु भनेको। मर्निङको चाहिँ दामी भइरहेको छ साथीहरू। हामी 20 मिनट लाग्दो रहेछ यहाँ आउनु। एकदम 30% सरी भयो। दाइ अगाडि कुद्दैछ होइन। म पनि हल्का रम गर्दै अगाडिसम्म जाने हो।
यहाँदेखि 400 मिटरमा पर पुग्ने रहेछ। 400 मिटर उता पुगेपछि हल्का वार्मअप गर्ने, वार्मअप गरेर मार्केट जाने। आज छुट्टीको दिन पनि हो, हल्का यसो छुट्टीको दिन रनिङ गर्नु पऱ्यो भनेर दाइले भन्नुभयो। दाइले भनिसकेपछि सक्यो। मलाई फेरि यस्तै मान्छे चाहिएको, रनिङ गर्ने, एक्सर्साइज गर्ने होइन। मोटाएर बस्नुभन्दा त हल्का एक्सर्साइज गर्नु पऱ्यो नि त। I found this guy. This guy is lost from our camp. Oh, you. Where man? See, handsome looking so handsome. What? You don't want to viral? This guy refusing my camera. Okay, guys, see you. I found you guys, huh? पानी भइरहेको छ गाइजहरु, धेरै रनिङ गर्छ नि त। साथीहरु फुटबल सुटबल खेल्दैछ यहाँ, एकदम मजा छ। दाइ उतै एक्सर्साइज गर्दै हुनुहुन्छ, म चाहिँ यहाँ त हल्का हावा दिइरहेको छु होइन। जलम्न भइरहेको छ हावामा, साह्रो हावा दिँदै। पर्यटकहरू चाहिँ यहाँ मजाले आउँदैछ। कुन देशबाट आएको यत्रो? गाइज हामी चाहिँ यहाँ आएको छौँ, फोटोसोटो भिडियो गर्दैछ हाम्रो साथीहरू चाहिँ। You guys are from Morocco. Come, I also shoot for you. It's my good friend Rafiq, Mr. Moroccan handsome. See? Oh my God, what a looks! Look at the view, guys. Wow. आज शाममा राति आयो, आज दिउँसो एकदम राम्रो छ लुक्स। Mandra, my friend also there. मान्छेहरूले अब बिस्तारै भेला हुँदै गएको बिचमा। आज ट्युसडे हो, होलिडेले गर्दा चाहिँ एकदम मान्छेहरू जाम भइरहेको छ। धेरै मान्छेहरू छ यहाँ चाहिँ होइन। अब यहाँ बिस्तारै यो जाम हुँदै जान्छ क्या। हाम्रो चाहिँ यात्रा अलग्गै थियो। आज यहाँदेखि चाहिँ एक्सर्साइज जाने गाईको सल्लाह लिएर आज ईदको होलिडे हो नि त। ईदको होलिडेले गरेर एकदम मान्छेहरू चाहिँ जाम हुन्छ। यो त सबै फरिजिनहरू मात्रै छ, मतलब एसियनको खासै छैन। म्याक्सिमम् फरिजिनहरू मात्रै हो, सबै फरिजिनको मान्छे चाहिँ गरेर। यहाँ दाइ एक्सर्साइज गर्दै हुनुहुन्छ। दाइ यहाँ पुसअप हानिराख्नु भएको। ल हेर है गाइजहरू, कति वर्षको मान्छेले यसरी पुसअप हानिरहेको हेर। 50-51 वर्ष पुग्नु भयो दाइ, तर एक्सर्साइजमा चाहिँ नो कम्प्रोमाइज हो दाइको। दाइ चाहिँ दाइ गयो अझै गयो दाइ। यस दाइ अझै 10 1 2 3 4 5 मोर दाइ। लगातार हुनु दाइ, यता आउनु नि त हल्का। कस्तो भयो दाइ, वार्मअप गरिसक्नु भयो त? बाँकी छ? कस्तो भइरहेछ दाइ एक्सर्साइज? फुल हो एक्सर्साइज चाहिँ, नो कम्प्रोमाइज होइन दाइको। आज त पुरै जाम हुने रहेछ नि त दाइ यार। यहाँ त आम्मा मान्छेको भिड है। ल एक्सर्साइजहरू गर्नुपर्छ, किनभने फिजिकल फिटनेस चाहिन्छ हामीलाई होइन। मान्छेको सबैभन्दा ठुलो सम्पत्ति भनेको पनि स्वास्थ्य हो। स्वास्थ्य हुनु जरुरी छ। हाम्रो दाइ चाहिँ अझै रनिङ गर्नुहुन्छ क्या। दाइलाई 10-12 किलोमिटर त सायद अझै पनि कसैले अलिकति सोच्न गाह्रो होला, त्यस्तो रनिङ गर्नुहुन्छ क्या दाइको
स्टामिना राम्रो छ दाइ है इलामेटी दाइ हो स्टामिना राम्रो छ दाइको यो हो हाम्रो पार्क साइड चाहिँ तर बिचमा चाहिँ मान्छे पुरै जाम भइसक्यो क्या अहिले भरे मान्छेले त्यो ठाउँ पाउँदैन नि त अनि बिहानै आएको छ अहिले एक बस आयो अझै आउँदैछ त्यो मान्छेहरू होइन ए मान्छे त कति हो कति सबै बाहिरको मतलब एसियन भन्दा नि युरोपियनहरू आउँछ यहाँ चाहिँ रिल्याक्स हुन्छ नुहाउँछ जान्छ आज विकेन्डको दिन सबै कति भिजिटरहरू आउँदो रहेछ प्रायः क्या यहाँ एकदम ज्यादा मात्रामा चाहिँ युरोपियनहरू अनि यहाँ अमेरिकनहरू चाहिँ यहाँ आएर आउँदा रहेछ होइन मैले धेरैचोटि आइसकेँ मैले एकदम म्याक्सिमम् चाहिँ उतैको देखिरहेको छु क्या यता उगाउनु थालेछ त पर बसेर कहाँ जानु त तल ए दाइको एक्सर्साइज सकिएको छैन है दाइले खालखाल एक्सर्साइज गरिराख्नुपर्छ दाइले हामी पनि यहाँ छौँ बसेर यसो दाइ नुहाउनु पर्ने थियो आज नुहाउनु पर्थ्यो क्या आज दाइ नुहाउनु पर्थ्यो तर हामी चाहिँ अब उता जाने भएर चाहिँ के अरे मार्केट जाने भएर चाहिँ हामी अब नुहाइएन आजको लागि चाहिँ दामी मौसम छ है दाइ आज कडा छैन राम्रो तिर चाहिँ यसरी डस्टबिनहरू राखिदिरहेको हुन्छ कि कस्तो राम्रो हेर्नु न ल यो माथि अलग्गै चुरोट खाएर यहाँ स्ट्रे अलग्गै छ अनि यमुनि चाहिँ बोतलहरू हाल्ने प्लास्टिकहरू हाल्ने फोहोरहरू हाल्ने चाहिँ यहाँ छ क्या कति राम्रो छ व्यवस्थित पार्कले नै गरेको यो चाहिँ सबै दाइसँग कुरा नगरेर दाइ अघि एक्सर्साइजमा बिजी हुनुहुन्थ्यो अब चाहिँ हाम्रो दाइले हल्का भनेर राखिदिनुहुन्छ दाइ के छ त हल्का भनिदिनु पऱ्यो के भन्नु यसो यात्राहरू छुट्टीको दिन रिफ्रेस यसो हल्का अझै नै आफ्नो बडी मेन्टेन न हो अब अरूको भ्याइँदैन छुट्टीको बेला जहिले गर्नुहुन्छ होइन तपाईँले चाहिँ छुट्टीको बेला चाहिँ मलाई नै सम्झिनु पर्ने कारण चाहिँ के हो दाइ भन्नु त हल्का आउँछ अरू केटाहरू पनि छ नि त छुट्टी यसो अब आफ्नो नजिकको भाइ हिँड्नुसँग भन्ने कुरा त्यो पनि हो कि अरू कुरा एक्सर्साइज पनि अब तिमी पनि अब दौडिने मान्छे त्यही भएर पनि अब अरू कोही केटाहरू ल्यायो आधा बाटोमा छोडिराख्नुपर्ने हिँड्नै सक्दैन हिँड्नै मान्दैन अनि त्यो होसी नै अल्छी लाग्छ त्यही भएर बरु एक्लै हो भने हिँड्छु मेरो चाहिँ बानी त्यो छ मेरो चाहिँ डेस्टिनेसन अब फिस मार्केट हामी दाइ ठ्याक्कै 20 मिनट बिस्तारै रनिङ गरेर हामी ठ्याक्कै क्याम्पबाट 20 मिनटमा आइयो नि त दाइ 20 मिनट अब म चाहिँ 7-8 किलोमिटरसम्म चाहिँ नन स्टप अब स्पिड गर्न सक्दिनँ होइन तैपनि राम्रो हामी 10 किलोमिटरसम्म मैले चाहिँ याद गरेको त्यसो त कुदेको छु त्यो त नकुदेको होइन कुदेको छु तर अब यसो एभरेज दिँदाखेरि 7-8 किलोमिटर चाहिँ प्रायः र बिस्तारै माराथन त हान्नु सकिँदैन यसो आफ्नो बडी मेन्टेनको लागि हान्छु हामीलाई 50-51 वर्षमा यति हान्नु भनेको नट अ जोक होइन हुन त गाउँघरमा बस्नेले त अब कामसाम गर्छ स्टामिना बन्छ थाहा छ दाइ होइन तर अब यहाँ तपाईँको बस्ने जागिर छ आनन्दको जागिर अनि यस्तो मान्छे त पुजै पर्छ नि त 50-60 किलोमिटर 50-51 वर्षमा तर दाइले चाहिँ अझैसम्म 10 किलोमिटर चाहिँ रनिङै तोक्नुहुन्छ होइन त्यति चाहिँ बिस्तारै सक्दिनँ आफ्नो तरिकाले सिन्छु साथीहरूलाई चाहिँ म एउटा कुरा देखाउँदैछु यहाँ चाहिँ कस्तो व्यवस्थित हुन्छ कतिसम्म व्यवस्थित हुन्छ भनेर म यहाँ देखाउँदैछु साथीहरू है यहाँ चाहिँ
हजुरहरूलाई भोक लाग्यो भने यहाँ बाटोमा हिँड्दा हिँड्दा केही भोक लाग्यो भने हजुरहरूले यहाँ यो मच्छी के अरे यहाँ वरिपरि यसरी फ्रिज राखिदिएको हुन्छ हो। यो चाहिँ फ्रिज हो। यहाँ आज चाहिँ अहिले चाहिँ केही छैन, यहाँ चाहिँ खानाहरू हुन्छ क्या, फ्रुट्सहरू राखिदिरहेको हुन्छ। यो चाहिँ फ्रिज हो होइन, त्यहाँ खानाहरू बिरयानीहरू राखिदिरहेको हुन्छ क्या, यहाँ गएर चाहिँ लिन सक्नुहुन्छ। यो चाहिँ खुल्लै हुन्छ, चाबी साबी पनि लगाएको हुन्न, मैले देखाइहालेँ। यसमा चाहिँ यहाँ खुल्लै खुल्ला हुन्छ। यहाँदेखि चाहिँ कसै साथीहरूले यसरी बाहिरहरू फ्रिज देख्नुभयो भने यहाँ खानेकुराहरू चाहिँ हजुरहरूको लागि हो। अब हाम्रो भिडियो हेर्नेले के भन्नुहुन्छ लास्टमा? सबै सक्यो। यो हाम्रो चन्द्र भाइको उहाँ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला, सहयोग गरिदिनु होला। त्यही भन्छ, सब्सक्राइब गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु है। जो नयाँ हुनुहुन्छ हजुरहरूले चाहिँ सब्सक्राइब गरिदिनुहुन्छ, जो पुरानो हुन्छ उहाँहरूले चाहिँ हामीलाई माया गरिदिनु होला, लाइक सेयर गरिदिनु होला भन्दै यो भिडियोलाई चाहिँ यही अन्त्य गर्दै अब हामी अर्को नेक्स्ट भिडियोतिर लाग्नेछौँ।